अहिले खानेपानीको बजेट गयो, ए बालनजीले पारिदियो भन्नुहुन्छ। हो, बालनजीले नै पारिदिनु भयो, ठिक छ, प्रधानमन्त्री वही हुनुहुन्छ, अर्थमन्त्री हुनुहुन्छ। तर त्यो भिजन कसको थियो, त्यो आन्दोलन कसको थियो? त्यो कोसीको पानी ल्याउनु भनेर त मैले 3.5 वर्ष यहाँनिर गाग्री लिएर आइन्जेल भएँ। त्यतिखेर बालनजीलाई राम्रोसँग थाहा थियो, सँगै बसेर थुप्रैचोटि चिया खाएर गफ पनि गरेका छौँ है। अनि अहिले तपाईँको छैन के अरे त्यो उगाएको हर्क साम्पाङले गर्दा होइन भन्ने कुरा पनि छ। त्यसमा त्यो त्यति सानो कुरा तल झरेर त म भन्न चाहन्न, तथापि अफवाह फैलाउने मान्छेहरूका लागि म भन्न चाहन्छु है, त्यसो नभन्नुहोस् है। जसले गर्या हो त्यसलाई गर्या भन्नुहोस्। भोलि सुम्निमा पारोङको प्रतिमा निर्माण भइसकेपछि पनि हर्क साम्पाङले गर्दा होइन भनेर भन्नु होला। लाज हुन्छ, लाज हुन्छ कि हुँदैन है? लाज हुन्छ नि त। म त मेयर त हुँदिनँ त त्यो सम्पन्न भएको बेला होइन, तथापि त्यसको बिउ के हो, त्यसको जग के हो होइन, त्यसको सङ्घर्ष कसको हो है भन्ने कुराहरू हो। सफलताको बेलामा सफल भइसकेपछि रिबन काट्न जो पनि आउन सक्छ, तर त्यसको फर्स्ट स्टोन कसले ले गर्यो, ड्रिम कसको थियो, कसको भिजन थियो, कसको डिसिजन थियो, कसको प्लान एन्ड एक्सन थियो, कसले रिबन काट्यो, इनोग्रेसन कसले गर्यो भन्ने कुरा ठुलो कुरो हुँदैन। म यो कुराहरू राख्न चाहन्छु सबैजनालाई। म त वृक्ष रोपेर फैलाउने मान्छे हो, कसले फल खान्छ भन्ने कुराको वास्ता नगर्ने मान्छे पनि हो। त्यसले गर्दाखेरि यति निस्वार्थ भावले लागेको मान्छेलाई जथाभावी भनिदिएको छ, जे पायो भनिदिएको छ होइन। श्रम गरेर देश बन्छ भन्नेहरू पनि थुप्रै हुनुहुन्छ। श्रम गरेर देश नबनेर के बन्छ? तपाईँले कम्प्युटर र ल्यापटपबाट, तपाईँको मोबाइलबाट राम्रो चित्र बनाउन सक्नुहुन्छ घरको, तर त्यो घर स्थापना गर्नका लागि पहिलो ढुङ्गादेखि लिएर अन्तिम पेन्टिङको एउटा ब्रस होइन छुनेसम्म लेबरले गर्छ। त्यो श्रम नगरिकन देश बनेछ भने मेरो कान काट्छु। आज श्रम गर्नकै लागि इजरायल जानका लागि तपाईँको छैन फाइट परिराखेको भन्ने सुनेको छु म गृहमन्त्रीज्यूलाई। हुन त यो अर्कै विषय थियो, तैपनि अब त्यतातिर गयो होइन, यसो हुन्छ फ्लो है बोल्दै जाँदा। अब त्यहाँ इजरायलको लागि अब तपाईँको इजरायलमा तपाईँ युद्ध भइरहेको छ होइन, इरानले घरिघरि ड्रोन फालिरहेछ। त्यस्तोको लागि भ्याकेन्सी खोलेछ है। 800 जना कि कति 2300 जना कतिजना लानुपर्ने अरे भन्छ है। हजारले चाहिँ तपाईँको छैन इन्टरभ्यू दिइराखेको रहेछ। एकचोटि इन्टरभ्यू दिएको 5000 लाग्दो रहेछ। अनि 5000 लाग्यो, इङ्ग्लिसमा फेल अरे भन्छ, क्यार गर्छ, घुमिरहन्छ भन्ने हिजो आइरहेको थियो मेरो कार्यालयमा। गृहमन्त्रीले फोन त उठाएन है। अनि अहिले टेस्ट गरे 5000 सक्यो, अनि एकछिनमा फेरि खाजा खाएर पनि टेस्ट गर्न पाउने अरे। अघि भर्खर टेस्ट भइरहेको मान्छे 1 घन्टा पछाडि पास हुन्छ, अनि अर्कोचोटि फेरि टेस्टको लागि फेरि 5000 दियो भने पाइहाल्ने। अनि उता गएर फेरि चाहिँ नि होइन पिसाब फेर्नु गयो, अनि 5000 लिएर आयो, अनि फेरि के अरे बिल तिरेर गऱ्यो, फेरि उसलाई फेरि बिहान फेल भयो भने बेलुका तपाईँको पास हुन सक्छ त त्यो विद्यार्थी। यसरी तपाईँको लुट धन्दा नगर्नु। त्यहाँ कुटाकुट भएछ है, फेयर भएन भने कुटाकुट भएछ। अनि लगेर चाहिँ तपाईँको त्यसरी होइन कतै जब पो पाउँछु कि भनेर गएको युवाहरूलाई थुनेर राखेको छ। यो खालको चाहिँ भइराखेको छ। यी सारा कुरा किन भइरहेछ भन्दाखेरि यो चाहिँ तपाईँको चाहिँ काम नगरेर